नेपाललाई घाउ लाग्दा, देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालीहरूले मलम पठाउन छुटाउनु भएको छैन। यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जो गर्नमा मद्दत गर्नुहुनेछ भन्ने कुरा एक ढिक्का भई राहत उद्धारको कार्यमा संलग्न रहन र त्यसको एकीकृत खाका बनाएर सँगै कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकै पटक उत्रिनको निमित्त आह्वान पनि गर्न चाहन्छु। हामी नेपालीहरू एउटा मनकारी मानिसहरू भएको हुनाले हाम्रो स्वभावले आपद विपद पर्दा स्वदेशमा मात्र होइन विदेशमा समेत रहनुभएका नेपालीहरूले देशलाई के गर्न सकिन्छ, के गर्नु पर्दछ भनेर सधैँ जागरुकताका साथ मद्दत गर्दै आउनुभएको छ। नेपाललाई घाउ लाग्दा, देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालीहरूले मलम पठाउन छुटाउनु भएको छैन। यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जो गर्नमा मद्दत गर्नुहुनेछ भन्ने कुरा म विश्वस्तका साथ बताउन चाहन्छु। कहिलेकाहीँ अवस्था यस्तो पनि आउँछ कि राहत प्राप्त गर्नेले राहतमाथि राहत प्राप्त गर्दछ, थोरै पर, थोरै लुकेको, थोरै दुर्गम, अलिकति दुःख गरेर पुग्नुपर्ने ठाउँका मानिसहरू भोकै रहने पर्ने अवस्था पनि रहन्छ। जब विपद पर्छ त्यतिखेर सबैभन्दा अप्ठ्यारो सीमान्तकृत वर्गलाई पर्दछ। त्यसमाथि महिला, गर्भवती महिला, वृद्धा, अपाङ्गता भएका व्यक्तिहरू, दलित समुदायमा यसको प्रभाव परेको डाटाहरूले बताएको छन्। किनकि राज्यको पहुँच नहुँदा, गरिबीमा बस्नुपर्दा त्यसका आफ्नै चुनौतीहरू छन्। ती चुनौतीहरूले विपदमा पनि सबैभन्दा बढी प्रभाव त्यही सीमान्तकृत वर्गलाई, त्यही माइनोरिटीलाई पर्ने गरेको छ। अझ बढी मैले अघि भने जस्ता वर्गलाई असाध्यै धेरै अप्ठ्यारो परेको हुन्छ। त्यस्तो अवस्थामा प्राथमिकतामा यी वर्गहरू परुन्, महिलाहरू प्राथमिकतामा परुन्, वृद्धहरू प्राथमिकतामा परुन्, गर्भवती महिलाहरूलाई प्राथमिकतामा राखियोस्, बालबालिकाहरूलाई प्राथमिकतामा राखियोस्, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखियोस्। मलाई विश्वास छ सरकारले यस्ता प्राथमिकताहरूलाई ध्यान दिनेछ र विगत कहिलेकाहीँ राहत उद्धारमा लागेका सुरक्षाकर्मीहरू र उद्धारमा सुरक्षाकर्मीहरूलाई सघाउनका लागि अघि भने जस्ता विभिन्न राजनीतिक दल अथवा यस्ता सङ्घ संस्थामा गएका मानिसहरूसँग उपयुक्त उपकरणहरू, उपयुक्त तालिम नहुँदा उद्धार कर्मीहरू पनि जोखिममा पर्ने निकै ठूलो सम्भावना रहन्छ। यस्तो अवस्थामा उद्धारमा गएका साथीहरूले त्यो जोखिम उठाउँदाखेरि आफूलाई खतरामा राखेर भन्दा पनि तालिम प्राप्त उद्धार कर्मीहरूसँग समन्वय गर्दा थप जोखिमबाट बच्न सकिन्छ। म यो कुरा पनि सम्मानित सदन मार्फत अपिल गर्न चाहन्छु कि सरकारले कुनै पनि कसर बाँकी रहने छैन। राज्यका सम्पूर्ण संयन्त्रहरू नागरिकको जीवधन बचाउनको निमित्त अहोरात्र प्रयोग हुनेछन्, सदुपयोग हुनेछन्। तिनको एक एक लेखाजोखा हामी राख्ने नै छौँ। तर नागरिकको ज्यान र नागरिकको जनधन भन्दा ठूलो यतिखेर केही पनि होइन। सरकारले आफ्नो पूर्ण सामर्थ्य प्रस्तुत गर्नेछ, पूर्ण